पूर्णमा नमस्ते। योभन्दा अगाडिको कक्षामा म पूर्ण भूतकालको सूत्र पठाइसकेकी छु र आजको कक्षामा म अज्ञात भूतकालको सूत्र पठाउन गइरहेकी छु। सबभन्दा पहिला यो बुझ्नुपर्छ अज्ञात भूतकाल भनेको के हो। बितेको समयमा कुनै काम पूरा भइसकेको थियो तर अहिले मात्र थाहा भएको समयको बोध गराउने क्रियापदको पक्षलाई अज्ञात भूतकाल भनिन्छ। जस्तै मैले खाना खाएछु। अब हामी अज्ञात भूतकालको सूत्रहरू पढौँ। कर्ता धातु प्लस क्रियापद। मसँग ए छु, हामीसँग ए छौ, तसँग ए छस्, तिमीसँग ए छौ, तपाईसँग नु भएछ, रामसँग ए छ, सीतासँग यी छे, उनीहरूसँग ए छन्। अब हामी अज्ञात भूतकालको उदाहरण पढौँ। मैले खाना खाएछु, हामीले खाना खाएछौ, तैले खाना खाएछस्, तिमीले खाना खाएछौ, तपाईले खाना खानुभएछ, रामले खाना खाएछ, सीताले खाना खाइछे, उनीहरूले खाना खाएछन्। अर्को कक्षामा म अभ्यास भूतकालको सूत्रहरू पढाउने छु। हस्ते, धन्यवाद।